Will you marry me? Mention Love from India, दाई भाउजू रे. Love from Nepal, देवरजी. हान्दिनँ कहिले हानेदेखि तिमीले हान्छु त नि. Hi Dai, hi. मान्छेलाई हान्ने छुट्टै कुरा हो गाइस तर त्यस्तो डान्स हान्ने चाहिँ अलिक गरेको छुइनँ. Will you marry me? सरी मेरो बोयफ्रेन्ड छ. ठिक छ गाइज, रिजेक्ट खायो लाइभमै. सँग मिलाइदिनु पर्यो अरे. ए ओके हस्. हाई दाई, हाई तिम्रो दाइसँग हाई एन्जिला अरे फकबाट सबैभन्दा राम्रो मेरो छोरो होइन ऊ मेरो बच्चा भन्दा एन्जिलासँग राम्रो देख्छ अरे. थ्याङ्क यू. ओ पाउ अरे हजुर भन्नुहोस् न के हो र नबोल्ने अरे. हजुर फाइन भन्नुहोस् न कुन दिन होला के हजुर टिकटकमा रिल कपाल भनेर पोस्ट गर्ने. आइएम वेटिङ अरे दिदीलाई ड्रेसेस दिनु पऱ्यो. दिदीलाई ड्रेसेस मैले दिइरहेको छु जहिले एकचोटि ड्रेसेस भनेको कुर्ता सुरुवाल टाइप भन्न खोजेको. चस्मा सुहाएन पाउँ यसो के यो लाइक नयाँ गगल्स आइरहेको छ. लाइट लगाएर चाहिँ यो लाइक मेरो आँखामा धेरै ब्राइटनेस पऱ्यो भने चाहिँ भने चाहिँ आँखा कमजोर हुन्छ भने चाहिँ चस्मा लगाएको क्या. सोच सक्दैन कालो चस्मालाई फनी बुवालाई चिट गर्नु भएन है फेरि सब मिलेर हानिदिनु लाग्यो. सही हो. भोलि 8 बजे फेरि अर्को नयाँ भ्लग आउँछ इन्जिला गरेर मेरो सबैले हेरिदिनु पर्यो. दिदीलाई पाडिदिनु अरे. पाडी उसलाई अलवेज दिइरहेछ. औ त के डिटेल्स सधैँ मैले दिइरहेको छु सधैँ पार्टी त दिइरहेछ. पार्टी दिइरहेछ मलाई. दाइले भर्खरै एन्जिलालाई प्रपोज गर्नु पर्यो डियर. दिनु पर्यो कि गीत जानु मिल्छ कि मिल्दैन. ए हाई दिदी हाँस्नु नि हो अरे. के हाँस्नु दिदी के भयो कि हाँस्नु न. तपाईँको सानो मुखलाई हँसाउनु न प्लिज. कस्तो हो यो मलाई पढाइ धेरै बुली गर्छ गाइस. म यस्तो बुली गर्न मन पर्दैन. हजुर भ्लग आउनुभन्दा अगाडि नै टिकटकमा हाल्नुहुन्छ. वान डे आएको हामी रेडी हुन्छौँ. ओके ल बन्दीपुरमा भ्लग चाहिँ पछि आउँदैछ ल. यु गाइस लुकिङ गुड एज अ फ्रेन्ड वाट एभर किप ग्रोइङ एन्ड ग्लोइङ. घर जग्गा पास गरिदिनु पर्यो. पवनगिरी भ्लग्समा आउँछ है त ल हामी दुईजना. गाइस मेरो पनि एन्जिला भ्लग छ. तिमी मलाई मेन्सन हाल्दैन रहेछ तिम्रो भ्लगमा. बिर्सिया म बिर्सिहाल्छु नि भ्लगमा कसैलाई मेन्सन गर्ने पोइन्ट फाला के अरे उसको फ्रेन्ड हो कि कपाल हो है. टिकटक र इन्स्टाग्राममा मेन्सन गर्ने त थाहा छ. भ्लगमा चाहिँ जहिले बिर्सिन्छु कि. हाई यासिका शर्मा. हजुरहरू फ्रेन्ड हो कि कपाल हो. हामी मोर देन फ्रेन्ड लेस देन कपाल. बाबु गर्लफ्रेन्ड चेन्ज गर न अरे. उसले गर्लफ्रेन्डै बनाएन कसरी चेन्ज गरोस् बिचरा बच्चै छ. भाउजू रिप्लाई गर्नुहोस् न अरे. नाइ भ्लग हाल्नुहुन्छ भन्नुभएको छ. हामी चाहिँ राम्रो भ्लग हाल्छौँ हेर्नु होला है. उसले अलि मेरो कस्तो कस्तो हाल्छ त्यही नै ठिक छ. चिन्यो मलाई चिनिन नि मैले. कति हो इन्जिला दिदी 22 वर्ष पुग्नुभयो नि गाइस. 16 पुगी 17 लाग्दा यस्तै हुन्छ. You're so cute, भाउजू अरे. Oh my god. भाउजू र बुहारीको मात्रै तारिफ आयो त. जोइ र दाइले पनि तारिफ गर्नु. पवन दाइले डान्स गरेर देखाउँछु. ओके भिडियोमा भ्लगमा. ए पवन मेरो मेन्सन गर न भ्लगमा नाम. ओके पकला. गाइस म खतरा भ्लगर हो. मेरो 504 सब्स्क्राइबर छ है. लभ फ्रम इन्डिया दाई भाउजू रे. लभ फ्रम नेपाल देवरजी. देवरजी हजुरको अरे. लाख डेढ अरे हो. होइन मैले तल यस्तरी हेरेको भए यस्तो भएको. के अरे कमेन्ट त्यहाँ बिचमा आउँछ नि यसै पढ्दाखेरि यो गेडा र यो गेडा यहाँ नाकिरी आयो नि यस्तो भएको. मेरो सिधा गाइस. मेरो के एउटा चिज टेढो कति भनेको मेरो स्माइल टेढो एउटा यतापट्टि हुन्छ.
एक्चुअलमा डेढै छ हौ एन्जिला छैन पवन छ थाहा छ कसो के छ दिदीले डान्स गरेर देखाउनु पर्यो दाइलाई सरी म डान्स गर्न आउँदैन आउने भए मैले उसलाई पुरै पहिल्यै देखाइसक्थेँ डान्स हजुरहरूको ल परे जस्तो छ त दाइ दाइ क्वेसन आयो है क्रस अन यु पवनमाला देवर होइन बहिनी हो मतलब देवर होइन बहिनी भने चाहिँ एन्जला घर कहाँ एन्जला घर नवलपुर ए हेटौडा Most love from Butol, most love from Hetora and Itihari. Angela Bolu dance filter the colors. Last week colors guys. को ब्लगमा कति काला थियो है रियाज Didi, you are so beautiful. Thank you. मतलब मेरो यो किन कालो देखिरहेछ आज मुख हजुर मतलब यो फिल्टरले के फिल्टर पनि हैन केले गर्दा कालो देखिन्छ मेरो मुख आज पवन तिम्रो त श्रुतिको ब्लगमा कति कालो आथ्यो है भिडियो को श्रुति भने चाहिँ स्तुति भने तिमी चिन्दैनौ जस देख्यो भने चिन्छ नामले चिन्दैनौ के पक्कै लाइक ब्लगर हो के उ लाइक मुकबाङ वाला भिडियो के लपरे कति भयो म जन्मेदिनको असलमा लपरे आया यति राम्रो हुन्छ डान्स गर्न आउन र आउने कसम मलाई आउँदैन नि म डान्स गर्न म लाज लाग्छ कि म कति के रे बक्क तिमीले खतरा हुन्छ नि हैन हिपहप रोबोटिक डान्स त झन् बबाल हुन्छ उसले के कुरा गर्छ प्रेस त यो जिसले कसम त्यस्तो हैन त्यस्तो गरे प्रे यो हो नि हान्ने छ हो हान्दिनौ तिमीले हेर्न अगाडि भन त हान्दिन कहिले हाने देखे तिमीले हान्छौ त नि हाय दाइ हाय मान्छेलाई हान्ने छुट्टै कुरा हो गाइस तर त्यस्तो डान्स हान्ने चाहिँ अलि गरेको छैन बेको कार्ड पठाउनु न अरे कुन बेको कार्ड पठाउनु म दलाल होइन नि बेको कार्ड पठाउनु कतै लाग्छ नि लाज रे हो अरे दिदी भर्खरै आसिदिनु भयो त्यस्तो नभन नि कस्तो बिला हाने कति धेरै बिला हाने फेरिको कट नेम भाउजू अरे यो मलाई नि थाहा छैन म त मलाई यस्तो चाहियो भनेर मैले त्यो कपाल काट्ने मान्छेलाई बुझाएपछि त्यो अङ्कलले यस्तो काटिदिनु भयो अब all you are on 57 तपाईँ दुबईको बिए फिक्स गरेर पठाउनु न अरे दिदीको क्रस हो दाइलाई भन्दिनु न दिदीको क्रस तिम्रो क्रस म हो अरे मेरो क्रस पवन गिरी हो हाई सर हाई तिम्रो गीत आए कौन तिम्रो एज भन न मेरो एज